तपाईहरुलाई आज मैले रोपेको फुलहरु देखाउँदैछु। म चाहिँ रोप्दिनँ तर कोहीखेर रोप्छु। मैले रोपेको चाहिँ तर कुनै किन जागी चाहिँ हाल्छ। मेरो हात चाहिँ एकदम मलिलो छ। यो सब भुइँको थियो, मैले सब पटमा सारेको मजाले फुलेर चाहिँ यो पालि यस्तो दामी फुलिरहेछ कि हेरौँ 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 खालको भइरहेछ। हाम्रोमा चाहिँ यस्तो चाहिँ एकदमै ज्यादा छ, झन्डै 10-15 वटा कलरमा पो छ होला। यो अर्कै छ, यो अर्कै कलरको छ, यो तल अर्कै छ, भुइँतिरको अर्कै, यो अर्कै छ। यो फुलिसक्यो, यो तपाईँको यिनीहरू सब फुल्नु खोज्दैछ। यो चाहिँ एकदमै रातो हुन्छ। यो फेरि यस्तो मजाको चाहिँ एउटै पात छैन, यो चाहिँ यहाँनिर सानो छ। तर पनि छ, माथि पनि छ। दामी फुल्थ्यो, अहिले चाहिँ भर्खर स्टार्ट हुँदैछ कि अलिक पछाडि चाहिँ यो पात सब झरेर चाहिँ दामी कलर आउँछ। यो चाहिँ अलिक पछाडि चाहिँ सब पात झरेर चाहिँ यस्तै कलर आउँछ, दामी देख्छ। अहिले चाहिँ पात ज्यादा पौलो टाइम भएर अलिक पछाडि सब झर्दाखेरि दामी देख्छ। यो चाहिँ अस्ति फुलिसक्यो, अहिले चाहिँ यो लास्ट। अब यसको चाहिँ सक्दो रहेछ टाइम। अन्त यो पनि अर्को पालि त मजाले फुल्ने रहेछ। चेरी यो पनि मैले मर्नु आँटेको बोटे सानो मैले रोपेको त दामी आएछ, मल दामी लागेछ। मैले रोपेको माथि पनि दामी छ, मजाले फुलिरहेछ। त्यस्तो माथिको चाहिँ योपालि फुलेन। मजाले फुलिरहेछ, मजाले फुलिरहेछ। यो त जुन चाहिँ सानो फुलेको छ नि, यो अब बेच्नु पर्ला जस्तो भइरहेछ। बेच्नु त अलिक यो चाहिँ येल्लोमा हो। योपालि अलिक ढिलो फुल्यो, फुल्दैछ हुन चाहिँ कोही बेला लाग्दो रहेछ। यो चाहिँ फुलेर पनि सकिसक्यो, अस्ति टम्मै भुइँमा झरिरहेको थियो तपाईँको। यो चाहिँ सब मैले सारेको मजाले आएछ। यो चाहिँ आनो मैले रोपेको। कलर चाहिँ मजाको छ। यो चाहिँ मैले त्यसै गाडेको थिएँ, मजाले आएछ।